गर्नु पऱ्यो हजुर तपाईँले पनि दुःखै भयो पहिले केटाले भनेको तु के भन्छ त लैजाउँ अनि के हुन्छ भनेको अस्ति फोनमा पनि खोइ अङ्कल के गर्नु मन छ परेन भन्छ केटो दाइ त सुधार केन्द्रमा त के होला कति वर्ष भयो उहाँ यस्तो भएको खास चाहिँ ठ्याक्कै घरैमा नबस्न थालेको चाहिँ घाम बन्नु नखाएको त वर्ष दिन भयो वर्ष दिन भयो अनि घर त आगो लगाउँदै अनि खाल्टा खन्दै बन्द थालेको राति हुँदैन जो जमातिर तल खन्छ बलेर जसरी राति ए दिन चाहिँ निस्किँदैन नि त्यति त्यही निस्किँदैन हेर्नु हिँडी गर्ने बोले गर्ने बिना पत्तामा त्यो पर बाँझबारीमा त्यो बस्तुहरू लग्यो भने ढुङ्गा हानेर या रामबाबुको बाख्रै अनि काँडा मारिदियो काँडा खाइदिन्छ कसको तपाईँको ए अँ एक्लैले खाइसक्यो त्यो बाख्रा उसको बारीमा यहाँ अब काट्दैछ यहाँ ल्याएर राख्यो पछि मरिहाल्यो दाजुभाइले घिचारेर लगेर घरमा खा भनेर छोडिदियो ए अनि त्यसपछि त पोलेछ मजाले पोलेर खर्याएर अनि काटेर मजाले खाएछ कति दिन लगाएर खायो ए 5-6 हानी बाख्रा थियो त ए के अन्यर गर्नुहुन्छ उहाँले अरू अरू केही पनि गर्दैन उनीहरू त अब त्यही उसको त्यहाँ बारीतिर बस्तु बाख्राहरू चरायो भने ढुङ्गाले हान्छ सबै बाली त केही ला छैन फेरि बाली केही लाग्दैन बारी पुरै बाँधो छ लाम्दो बारी त्यो ढाँडबारी भन्छ त्यहाँ पनि त्यसको बस्तु गयो भने माछा ल्याएर ढुङ्गा बटुलेर ढुङ्गाले हान्दो रहेछ मान्छे अँ यहाँ पनि त्यस्तै गर्छ त्यो बस्तु बाख्राहरू पस्नु दिँदैन बाली त केही कमाइ छैन उसको बारी भन्छ अनि त्यहाँ दिँदैन अनि उहाँको बुवा आमा चाहिँ बितेको भन्ने भयो होइन अरू दाजुभाइ दिदीबहिनी कतिजना हुनुहुन्छ उहाँहरू ए भाइ दाइ चाहिँ गएको छ विदेश हजुर बुहारी भाउजू पनि विदेश गएको छ हजुर अनि यहाँको बुहारी पनि विदेश छ नानीहरू काठमाडौँ मामाकोमा छोडेर गएको छैन उसको पनि दिपकको नानीहरू छ दुईवटा छ दिपक दुईवटा भएको छ हजुर दिपकको नानीहरू चाहिँ सानो चाहिँ 9 वर्ष सानो होला ठुलो 11-12 वर्ष कति 11-12 ए ए ए अनि उहाँको श्रीमतीले केही कुराहरू उहाँ श्रीमानलाई खर्च वर्च पठाउनुहुन्छ खर्च वर्ष चाहिँ उहाँ श्रीमतीले कहिले पठाउनु हुँदो रहेछ हजुर यसो 2-4 हजार 8-10 हजार नि त्यसरी पठाउने अनि ती पसलबाट यसो रासनहरू पनि निकाल्ने ल्याउने कहिले गर्नु दाइजोले पठाउँछ नि दाइजोले पनि अलिअलि हेर्दोरहेछ हेर्नुहुन्छ नि दाइजोले पनि खासमा भएको यो मान्छेको चाहिँ कस्तो भने पहिला हामी सँगै बेचको हो हजुर यो मान्छे धेरै पहिला ट्यालेन्ट हुनुहुन्थ्यो पढाइमा पनि हरेक कुरा सोच्ने दिमागमा धेरै ट्यालेन्ट हुनुहुन्थ्यो अनि त्यसो गर्दा गर्दै उहाँ अलिक बार काठमाडौँ जानुभयो काठमाडौँतिर कमाउने त गर्नुभयो गरेपछि त्यस्तै हुँदै बिहे गर्नुभयो बिहे गरेर राम्रो घरसम्म बसाल्नु भएको थियो उहाँले श्रीमती राम्रो छ एकदमै मान्छे श्रीमती पनि त्यसो गरेर यहाँ घरसम्म राम्रो गर्नुभयो यहाँ गर्नुभयो यहाँ सानो एउटा चटपटे पसल पनि गर्नुभयो यही बर्रेमा हजुर त्यही घरमा यही अलि घरमा त्यहाँनिर चटपटे पसल पनि गर्नुभयो अनि त्यसो गर्दा गर्दै यहाँ बसेपछि उहाँको दाइ फिकल भन्छ उहाँको दाइ फिकलले जरा पसल गर्नुभएको थियो घर अब पसल सबै थियो उहाँको अनि त्यसो भएपछि अनि दाइले के भनेछ भने भाइ आइज त यहाँ पसल गर म कटारी गरेर पसल गर्छु भन्ने कुरा भयो अनि त्यसो भएपछि तल झर्नुभयो तल झरेर पसल गर्नुभयो गरेपछि त्यहाँदेखि उसको त्यहाँबाट चाहिँ अलिकति नसा चाहिँ खाने यो रक्सीहरू खानेमा चाहिँ उहाँको धेरै चाप्दै जानुभएछ हजुर हजुर अनि जुन अब अलिक ब्रान्डेड सामानहरू रक्सी त्यसरी ल्यायो भने उहाँ आफैले खाने त्यो नबेच्ने त्यो गर्दा गर्दै पसल पनि सुक्दै गएपछि अनि बुढाबुढी उनीहरूको भनौँ श्रीमतीको कुनै कुरा तलमाथि हुन थाल्यो नि त अब पछिल्लो कुरा त्यो भएपछि अनि बुढाबुढी नमिल्ने भएपछि त्यसो हुँदा पछिबाट अनि झगडा धेरै भएपछि अनि त्यसै गरेर अनि उसको पनि दिमाग सर्ट भएको अनि त्यसो हुँदै बुहारी पनि उता काठमाडौँ गएर बस्नुभयो बुहारी बस्यो श्रीमान उहाँ पनि लिएर जानुभयो बस्नुभयो बस्यो भने श्रीमान त्यस्तै खाने यता खाने के गर्ने होइन अनि कसै के भएर रुममै अब एकपल्ट झगडा भएछ बुढाबुढीको झगडा भएपछि बुढीले तरकारी काट्दै गरे बेलामा उसले बुढी छिराउँछु भनेर काटेको पनि रहेछ बुढीले हेर्नु त्यसो काट्ने बेला कस्तो बुढीले कस्तो देखेर कि न कसरी छलमा भ्यायो अथवा के गरे यस्तो यहाँ तपाईँ यस्तै तालुको चाहिँ कपालेसँग यतातिर चोक्रै झरेको थियो हेर्नु अनि त्यो गरे पनि अनि त्यो गरेपछि अनि बुढीले उता यता उपचार गऱ्यो उसलाई हरेक के पुलिस सबै जे गरे तर सकेन उहाँले
अब पुलिस भाइ पुलिससँग सँगसँगै जुझ्ने हो ए डरै छैन केही छैन उनीलाई त्यस्तो भएर त्यो गर्दा अति भएपछि त्यहाँ नसकेर त्यो बुहारी नानी पनि छोराहरू च्यापेर बसेर त्यसो गर्दा गर्दै दुःख गरेर अहिले उता कुवेततिर हुनुहुन्छ के अरे अहिले अनि श्रीमान चाहिँ यत्तिकै छ उहाँको त ए अहिले पनि उहाँलाई हामी गफ गऱ्यौँ भने कुनै एक महिना रक्सी खानु दिएर हामीले गफ गऱ्यौँ भने राम्रो गफ गर्छ पहिलाको जस्तै राम्रै मान्छेको गफ गर्छ अनि त्यसपछि त्यति 15-20 मिनट त्यसरी राम्रो गफ गर्छ त्योभन्दा पछिबाट चाहिँ फेरि अर्कै कुरा उसको फेरि आइहाल्छ त्यस्तो हुन्छ उहाँको त्यो मान्छे पहिलेदेखि नि त्यो जरा बस्यो नि त्यहीँदेखि नै सर त्यहीँदेखि खुसी गयो क्या अनि फेरि यो मान्छे के भने त्यसरी जरम बस्यो अब त्यो साथीहरू कति भयो के भयो त्यो गाजा साजन खाने हरेक खाने भयो अनि त्यही भएर चाहिँ यो मान्छे यस्तो भएको अहिले चाहिँ ए उसको परिवारमा उसलाई अहिले अलि धेरै कसले माया गर्छ होला उसको परिवारमा अलिक धेरै माया गर्न त अहिले खै त्यो त मलाई त्यति धेरै याद चाहिँ भएन उसलाई दाई दिदी होइन भिनाजु श्रीमती होइन दाइले गरेको छ नि दाइले बेला बेलामा बाहिर विदेशबाट पैसा पठाइरहेको विदेशै हुनुहुन्छ दाई चाहिँ दाइसँग मैसँग दाइ र मेरो कुरा भयो पनि विदेशी भाउजू पनि गइसक्यो नेसनल कुरा भयो हजुर कुरो चाहिँ छ भनेर मैले भन्दाखेरि चाहिँ हजुर रियाब लानु खोजेको थिएँ ए अँ रियाबले चाहिँ देखपल्ट भन्छ रियाब लाने बिरामी त्यो होइन अब पुरै मेन्टल केस हो अहिले त नसा खानुहुन्न नि दिने पछि खाँदा हो नि खान्छ नि भेटेर खान्छ नि दैनिक त खाएको देख्नु भएको छैन होला दैनिक पाउँछ र खानालाई दैनिक त सर त्यो त म पनि भन्नु अब सक्दिनँ दैनिक त अब दिने मान्छेले पनि दिँदैन कन्ट्रोल गर्छ अनि कुनै भोर टेबलमा खाँदैन भनौँ न अब किनभने तपाईँ हामीले यही समाजले त दिने हो होइन पाउँदैन त्यो हुँदा दैनिक त खानुहुन्छै हुन्न तपाईँहरूलाई नै थाहा होला फेरि त्यो कुरा त दैनिक खान्छ नि त्यो छप्पनी नलाई जहाँ मुछ्नु त्यति खाने हो ए त्यस्तो कडा जाँड खाने त्यो छोरा झिक्नु नपाउने त्यतिकै खाइदिनु ए अब सधैँ यसरी राख्न पनि त गाह्रो भयो होइन तपाईँहरूलाई पनि त नि गर्नु भएको अलिकति ओराउनु त हजुर चाहिँ यतातिर आउनु होइन यहाँनिर बस्दा तपाईँको स्वर पनि राम्रो आउँछ होला तपाईँलाई अब उस भयो पीडा भएन अब जस्तो उसको उपचार चाहिँ तपाईँहरू सबैजना हामीलाई थाहा भयो कि उहाँ मानसिक रूपमा चाहिँ अस्वस्थ हुनुहुन्छ मानसिक रूपको बिमारी भनेको चाहिँ अब धामी जैसी लाएर चाहिँ निको हुने बिमारी होइन यो चाहिँ दबाई नै खानुपर्छ होइन कतिपय मान्छेहरू मैले देखेको छु साङ्लीले बाँधेर घरभित्र राखेको त्यस्तो मान्छेहरू पनि निको हुनुभएको उदाहरणहरू छ र मानसिक स्वास्थ्यसँग सम्बन्धित मैले केही समय काम पनि गरेको थिएँ क्या अलि लामो समय र मेरो साथीहरू पनि त्यही उसमा काम गर्ने भएले मैले बुझे पनि थिएँ र यस्तो बिमारीलाई चाहिँ सबैभन्दा यस्तो बिमारीको चाहिँ उपचार अलि महँगो हुँदो रहेछ जस्तो कि भनेको मतलब केयर माया ममता दिनु पर्यो नि त जुन चाहिँ पैसाले किन्न सकिँदैन पैसाले किनेर सकिँदैन त्यो भनेको त आफ्नै परिवार आफ्नो जसले उसले विश्वास गर्छ जसले भनेको उसले मान्छ त्यस्तो व्यक्तिहरूबाट उसले चाहिँ साथ सहयोग पाउनुपर्ने देखिन्छ अब केही श्रीमतीको पनि आफ्नै बाध्यताले विदेशमा हुनुहुन्छ र उहाँलाई हामी यो सबैजनालाई हेर्दा ओर्दा कसैलाई चाहिँ डर त्रास पनि भइसकेको छ नानीहरूलाई के हुन्छ कि होइन कहिलेकाहीँ त अब बाख्रा मार्ने त्यो हुँदाखेरि चाहिँ अब सबै समाज राम्रो त्यो एकजना व्यक्ति त्यस्तो देखियो भने पनि त यो बर्रे गाउँको सुन्दरता अलिकति कमै हुन्छ र उपचार लाने क्रममा चाहिँ उहाँलाई एकजना कुरुवा मान्छे चाहिँ अनिवार्य चाहिने र केही पैसा चाहिँ चाहिन्छ अब कसरी सम्भव होला त यो विषयमा अब यसमा म पनि सहयोग गर्छु होइन तपाईँहरूको अब विशेष त उहाँलाई चिनिराखेको मान्छेले धेरै सपोर्ट आउने रहेछ बाहिरबाट त आएको हो के हो अहिले त उठाएर साध्दैन छैन भन्ने खालको हुन्छ अनि त्यस्तो खालको सम्भावनाहरू कतिको जुट्छ के हुन्छ होला त खै दाइहरू के गर्छ बुहारी के गर्छ हामीलाई सक्दैन गाह्रो छ गाह्रो छैन कुरुवाहरू एकजना जाने चाहिँ के छ त सक्छ पालो पालो गरेर अब एकैजना गएर कन्टिन्यू बस्न त गाह्रो हुन्छ होइन
हस्पिटलमा गएर कुरुवा चाहिँ बस्नुपर्ने रहेछ एकजना। त्यसमा पनि अब उहाँको अवस्था हेर्दा छोरा मान्छे नै जानुपर्छ। हजुर त्यस्तो उपचार गर्न ओर्न मिल्ने के देख्नुहुन्छ यहाँ? अब यहीँबाट हो गर्ने, सबभन्दा ठुलो कुरो त त्यहाँ गएर हेरिदिने मान्छेहरू पनि चाहियो। त्यो भएकोले कस्तो होला त सम्भवहरू? बरु सामाजिक सञ्जालबाट केही पैसाहरू त हामी उठाउन सक्छौँ होला होइन? खै यहाँ आउँदैछ पानी चाहिँ कहाँबाट लान्छन्? धारा आउँछ? यहीँ पनि छ नि पानी पानी पाइपको तलैसँग हुन्छ त्यो टुक्रा टुक्री पाइयो के गर्यो भने तलैसँग पाइप पोहोर त कहिले अब काकाको पुगेर उहाँबाट बोकेर आउँछ राति बत्ती चाहिँदैन अँध्यारै पनि अझै हिँड्यो गाडीले मान्छे मान्छेलाई चाहिँ केही बिगार गरे छैन? गरेछ मान्छेले दार्जिलिङ बिगार गरेको छ तर गर्ला भन्ने डर चाहिँ लाग्छ। हो वस्तुहरू त्यहाँ जानु हुँदैन मान्छेलाई। गाँजा धरेर खाएर अलिक बढी बोल्छ। कहाँबाट गाँजा पाउँछन्? मरेको तान्नुहोस् कहाँबाट नसु ल अब अहिले झन् पला त्यही हरियो भयो भने टिपेर सुकाएर अब यसो गरौँ न त, हामीले के गरौँ भन्दाखेरि नि आज चाहिँ उहाँको दिदी भिनाजु को हुनुहुन्छ उहाँहरूसँग हामी अनुरोध गरौँ। अनि हस्पिटलमा कुरुवाहरू चाहिँ जानुपर्ने हुन्छ र तपाईँहरूलाई नै चिनेको मान्छे भएले एकजना त यहाँबाट एकजना दुईजना त जानै पर्ने रहेछ जस्तो हस्पिटलसम्म लानलाई धेरै गाह्रो छ। जस्तो उहाँले भने मान्नु हुँदो रहेछ र उहाँसँग नजिक भएको जस्तो बुझियो। त्यो भएले हस्पिटल लाने बेला चाहिँ यहाँहरू जानुपर्ने हुन्छ। अब के भन्दै फकाउँदै कसरी हुन्छ हस्पिटल लगेर उपचार चाहिँ सम्भव छ। उपचार अलिकति महँगो हुन्छ र महँगो भनेको पैसा मात्रै महँगो होइन कि उसलाई चाहिँ रेखदेखको महँगो पर्छ हेर्नु। कस्तो उपचार चाहिएको तपाईँलाई? के चाहियो? लु अब मलाई खुसी चाहिएको हो? म छोलेर दिन्छु, खानेकुरा दिन्छु, खसी मासु खुवाउनु सक्ने? यहाँ कतिचोटि झिकिसक्यो मेरो। त्यस्तो उपचार गरेर त्यसरी फेरि भरे हेप्न किन आवश्यक?